आमा, जति समय हिजो मेरो जिन्दगी बनाउनलाई खर्चिनु भयो त्यति नै समय लगाए बाँकी तिम्रो जिन्दगी सुन्दर अनि सुखी बनाउनु मन छ। ढिलो चाँडो त होला कि, तर विश्वास छ बदलिन त बदलिन्छ एक दिन अवश्य। तिमी बस धैर्य गर है। मान्छे ठुलो हुन समय लागे जस्तै म सफल हुन पनि समय लाग्ला जस्तो छ, हेर न। तर तिमी नहात्तिनु है। जिन्दगीमा मेरा रहरहरू छुटोस् बरु केही छैन, तर दुःख सुखमा परिणत नहुन्जेलसम्म मेहनत गरिराख्नेछु। बस तिम्रो लागि उद्देश्य यति मात्र लिनु छ आमा, कि पीडा लुकाउँदा लुकाउँदै हाँस्न बिर्सेको त्यो तिम्रो पेनफुल जिन्दगीलाई म ब्युटिफुल बनाउन सकूँ। वर्षौँदेखि मनमा लुकेका तिम्रो ती अपूर्ण चाहनालाई म पुरा गर्न सकूँ। आमा, तिमीलाई संसारभरिको खुसी मिलोस् अनि तिमीलाई खुसी बनाउने अवसर मलाई बस